Happy birthday. Happy birthday to you, sir. Happy birthday. अगाडि आउनु Happy birthday to you. Hey guys, नमस्ते सबैजनालाई, वेलकम ब्याक टु माई न्यू भ्लग। आज चाहिँ गाइज हामी के गर्छु भन्ने कुराहरू तपाईहरुलाई एकछिनपछि देख्नु हुनेछ। म भन्छु यार त्यो खाली गाइज केटाहरू पुरै रेडी भएर आइसकेको छ यतातिर हैन। यता गाइज हेर स्वागत छ तपाईहरुलाई हाम्रो दिव्या भाउजू र तेजु दाजुको भ्लगमा। आज हामी कलेज गइरहेका छौं। हामी खासमा कलेज जानुको मेन उद्देश्य भनेको हाम्रो पदम सरको आज हाम्रो एकदम फेभरेट सरको बर्थडे विशेस गर्नलाई भने बर्थडे सेलिब्रेसन गर्नलाई हो। सरलाई थाहा छैन फेरि, सरलाई थाहा छैन हामी सरको बर्थडे यस्तो बनाइन्छ सरलाई थाहा छैन गाइज हैन। अविस्मरणीय पल रहन्छ हामी सधैँ एकदम मेमोरेबल टाइम साथीहरु मिलेर चाहिँ हैन सरलाई सरप्राइज हान्नेछु भन्ने जहाँ भेट्यो त्यही हान्नेछु हामी। त्यस्तो नभन्नु, सरलाई सरप्राइज हान्नेछु। अब हामी गइरहेको छौँ। अब हामी एकछिनमा चाहिँ अर्जुनको रुममा पुग्नेछौँ। अर्जुन उता रेडी भइरहेछ। टुलुङ टुलुङ खेने के भन्न चाहन्छ हैन, म केही भन्न चाहदैन। हामी अब गइरहेको छौँ, गर्मी भइरहेको छ। उतै गएर भन्छौँ यो धनगढीको गर्मी कस्तो लाग्यो। हावा हो रेकर्ड भइरहेको नि यार। ल गर्मीको बारेमा के बताउनु हजुर हजुर लागि यहाँ केक ल्याउन आएको हैन। भिडियो थ्रु भएको छ। पुरै भिड छ यहाँ। कति हाम्रो लागि त 4, हाम्रो केक 4 नम्बरमा छ। यिनीहरूले 3वटा केक हाम्रो भन्दा अगाडि छ। खै आज सरको कतिवटा केक काटिने हो। केक ल्याउन आए हो। एउटा 3वटा त्यसमा त 5-6वटा धेरै भइगयो त यार। सब सरको फ्यान पुरै। देखो गाइज हैन, यो केएमसी कलेज। हामी चाहिँ भित्र छिर्यौँ ल। अनि दुईटा भाइ छ नि अनि अब हामी चाहिँ सरको खोजीमा केटा हो। सरको खोजीमा हिँड्यो है। अब सर कता हुनुहुन्छ हैन, ट्याक्क सरलाई खोजेर अनि सरप्राइज हान्छौँ हामी। त्यहाँ बर्थडे बनाउँछौँ सरको, एकदम भव्य तरिकाले बनाउँछौँ गाइज हैन। सरलाई खोज्छौँ हामी एकछिनमा। हामी चाहिँ अब ट्याक्क कलेजमा पुगिसक्यौँ। यो चाहिँ प्रशासन भवनमा ठ्याक्कै पुगिसक्यो। यता बबाल फुल फुलिएको छ यतातिर हैन। यी गाइज यी अनिहरू हाम्रो केटाहरू सबले सब केक सेक ल्याएर आइसके। यो पूजा यो अर्जुन सब केटाहरू हैन रेडी हो। केटाहरू रेडी हो, रेडी हो ल सबजना रेडी है। Happy birthday. ल यो झोला चाहिँ किन्ने झोला सोध्नु मसला टिका लगाउँछु। ल लगाउनु सर पहिलोचोटि देव सरसँग पनि ह्याप्पी बर्थडे सर, जन्मदिन धेरै धेरै शुभकामना। सधैँ सरबाट माया पनि पाउँछु सर। त्यसरी नै ल दाइ फोटो खिच्नु पर्ने हो।
खिचिराख भच्चाभच खिचिराख केक चाहिँ मलाई धेरै गुलियो मन पर्दैन हाँडी बस्छ त्यही बेला मेरो गुलियो भोकल गरिन्छ त्यही बेला त्यही हाल ल ल ल मैंने गल्ती गरेँ यार कहाँ थियो मेरो ध्यान कहाँ थियो त्यो बेला कहाँ थियो मेरो ध्यान ल राजा छ बिहानदेखि सरको केक कति पुग्यो सर गर्नै सकेन है यार काका के लेख्नु पूजा आएर हो सर फोटो फोटो के दिनु लाग्छ है कति के पुग्यो होला सर हजुरको केक कतिवटा काट्यो भने अहिलेसम्म कतै कति काटे आज 50-60 भन्दा बढी हो सर 50-60 भन्दा बढी हो ज्यादा जा सकियो सकियो त्यो म लास्टमा गर्छु फोटो खिच त त्यहाँ ल मेरो केक खाना पाउला भनेर सर खाना दिन के यो गाइज यता पुरै हामी चाहिँ हाम्रो दाजु हाम्रो दाजु भाउजू गरेर खिच्छ है सिधा ल ल मेरो पालो अब ल भिडियो बनायो यसो बनायो पाल्नु कोरिस भने हो हेर्नुहोस् गाइस हाम्रो दाजु पनि सलाई टिकट गर्दैछन् हाम्रा क्याम्पसका दाजु बहुत पैसा काट्दैछन् हेर्नुहोस् दाजुले हिजो 2500 को सर्ट किने हो खतरा आएर के छ फोटो फोटो तेरो यहाँ हुन त अघि बोला एकचोटि तिनीहरू यहाँ उभिएर ग्रुप फोटो खिच्नु भने त ल गाइज अब चाहिँ बर्थडे छोडेर सब सक्यो होइन अब चाहिँ खोला छ यो फोर सो गाउँछौँ त्यसपछि चाहिँ हामी रुममा जान्छौँ है